हेलो नमस्ते, म 24 मार्तम रुम्तेक कन्स्टिट्युन्सीको सानो गाउँ मार्चकबाट हो। म यसपालिको नर्थ इस्ट इन्डिया सुपर मोडल सिजन 4 को फर्स्ट रनर्स अप हुनमा सक्षम भएकी छु। म धन्यवाद गर्न चाहन्छु हाम्रो सिइओ म्याम रेवना सिलाल म्यामलाई कि उहाँले यस्तो राम्रो अपर्च्युनिटिज हाम्रो राज्यमै ल्याइदिनु भयो र हामी जस्ता धेरैले सहभागिता जनाउन पायो। म धन्यवाद गर्न चाहन्छु हाम्रा माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोले साहबलाई कि उहाँले जहिले हामीलाई सपोर्ट गरिरहनु भएको छ। उहाँ जस्तो मुख्यमन्त्री हुन चाहिँ हाम्रो सिक्किम राज्यको लागि सच्चैमै एउटा भाग्यशाली कुरा हो। फेरि पनि I would like to thanks to our Honorable Chief Minister Sri Prem Singh Tamang for always supporting us. सपुतलाई जन्म दिएर यो हाम्रो मार्चक लेजलाई उज्यालो पार्ने हजुरलाई धेरै धेरै बधाई हाम्रो तर्फबाट सबै गाउँलेको तर्फबाट। I would also like to thank my HM of Tumlabung Junior High School for always supporting me. म धन्यवाद गर्न चाहन्छु मेरो मम्मी बाबालाई कि उहाँले आफ्नो छोरीलाई जहिले अघि बढ भनेर बढाइरहनु भयो। गाउँमै बसे पनि सपना चाहिँ जहिले ठुलो सोच्ने गर्थे र आज जतिजनाले पनि मलाई यहाँ हेर्नु या सुन्नु हुँदैछ म यति भन्न चाहन्छु कि आफ्नो सपनाको लागि अगाडि चाहिँ बढ्नु नै पर्छ। र आज आउनु भएका मेरा मिडियाका पर्सनहरू र जति पनि यहाँ उपस्थित हुनुभएका महानुभावहरूलाई मलाई यसरी स्वागत गरिदिन आएकोमा धेरै धेरै धन्यवाद। हाम्रो चाहिँ यो के भन्छ 5 डेजको भएको थियो ग्रुमिङ सेसन माथि मयुरमा है। मयुरमा एकदम हाम्रोसँगले हाम्रो राम्रो हस्पिटालिटी भयो अनि हाम्रो सुट्स चाहिँ हाम्रो यता मे फेयरमा पनि भएको थियो अनि हाम्रो ग्रान्ड फिनाले पनि हाम्रो 9 मार्च 2025 चाहिँ हाम्रो मे फेयरमै भएको थियो। अल अबाउट टकिङ अबाउट माई एक्सपिरियन्सेस आई गेट टु लर्न सो मेनी थिङ्स है। मलाई धेरै कुराहरू सिक्नु मिले। जस्तै कि मैले भने मैले कहिले पनि अब राम्रो क्लासेसहरू लिएर मैले कहिले पनि त्यस्तो गरेको थिएन। जति पनि गरेँ मैले आफै सिकेर नै गर्थेँ है। एक्सपिरियन्स चाहिँ मैले भन्नुपर्दा एकदमै राम्रो एक्सपिरियन्स थियो। यो फिल्डमा म आएको चाहिँ म 2021 मा मैले उयो एउटा ब्युटी प्याजेन्टमा पार्टिसिपेट गरेको थिएँ है। म आउँदो जतिजनाले पनि मलाई हेर्नु या सुन्नु भएको छ है म यति भन्नु चाहन्छु कि म पनि पुरै इन्ट्रोभर्ट नानी हो है। म पनि बाहिरतिर निस्किनु मलाई पुरा डर लाग्थ्यो। आफूलाई जहिले पनि सेल्फ डाउट गर्नु गर्थेँ है। तर म चाहिँ यति नै भन्नु चाहन्छु कि आउनुहोस् तपाईँहरू पनि निस्किनुहोस् है। किनभने निस्किएन जबसम्म निस्किँदैन तबसम्म सिक्दैन है। मैले पनि त्यसरी नै हिँड्दै नै सिकेको हो। त्यसरी डराएर नबस्नुहोस्। म चाहिँ यति नै भन्न चाहन्छु कम आउट स्पिक फर योरसेल्फ। आफ्नो अपर्च्युनिटिज कोही बेला आफै पनि खोज्दै जानुपर्ने रहेछ। जस्तै तपाईँले भन्नुभयो हाम्रो इन्टायर नर्थ इस्टबाट पार्टिसिपेन्टहरू आएको थियो एन्ड सम पार्ट अफ वेस्ट बेङ्गल है दार्जिलिङ कालिम्पोङबाट सबैबाट आएको थियो। कम्पिटिसन त धेरै नै टफ थियो है। सबैजना एकदम वेल ग्रुम सबैजनाले सिकेर आएको एक्सपिरियन्सहरू थियो है। अनि त्यस्तै भयो। मैले पनि मैले चाहिँ यति नै सोचेँ कि जति पनि दिन्छु आई विल गिभ माई 100% है। त्यही कारणले गर्दाखेरि मैले आफ्नोमा जहिले पनि बिलिभ राखेर मैले आज एकाउन्ट लगाएर फर्स्ट रनर्स अप हुन सिक्किमको लागि म सक्षम भएकी छु। मेरो छोरीमाथि धेरै प्राउड छु होइन। जहिले पनि कम्पिटिसनमा उसले पार्टिसिपेट गरिबस्छ। अन्त योपालि जितेर पनि ल्यायो। लास्ट इयर पनि उसले कम्पिटिसनमा पार्टिसिपेट गरेको थियो होइन। योपालि छोरी अब यो हाम्रो मार्चको सबैको छोरी हो। सबैजनाको आशीर्वाद सधैँभरि यसरी दिइरहोस् होइन। मेरो छोरी अझै अगाडि बढेर जाओस्। यति नै छ मेरोबाट मिडियालाई। तपाईँहरूलाई पनि सबैलाई धन्यवाद छ।